बरु प्याज नखाने बाहुन पाइन्छन् होला हाम्रो नेपालमा, तर कांग्रेस एमालेमा भ्रष्टाचार नगर्ने नेता नपाइने रहेछ। हेर्नुहोस्, पटक्कै नपाइने रहेछ। पोखरा विमानस्थल बनाउँदाखेरि 14 अरब घोटाला गरे भनेर समाचार आएर त्यो समाचार सकिँदा नसकिँदा हेर्नुहोस् फेरि अर्को समाचार आइसकेछ। हिजो ताप्लेजुङमा आफ्नै गृह जिल्लामा आफ्नै मतदाताले टोयलेटमा लुक्न बाध्य बनाएको, शौचालयमा लुकेर चाहिँ बाँच्न सफल भएको बैगुने केटो नामले चिनिएको योगेश भट्टराई भन्ने मान्छे तत्कालीन पर्यटन मन्त्री भएको बेलामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदाखेरि हेर्नुहोस् भ्रष्टाचार गरेको भनेर चाहिँ संसदको सार्वजनिक लेखा समितिले फेरि मुद्दा दर्ता गरिसकेको छ। हेर्नुहोस्, अब बैगुनी केटो विरुद्ध पनि मुद्दा परेछ। गौतम बुद्ध विमानस्थल बनाउँदा भ्रष्टाचार गरौ भनेर। हेर्नुहोस् त, केपी ओलीका मान्छे त भ्रष्टाचार नगरे त कोही छँदै छैनन्। त्यसै देश हरिकंगाल भएको होइन रहेछ नि, पैसो नभएर देश डुबेको होइन रहेछ क्या। इमान नभएका भ्रष्टाचारै मात्र गर्न जान्ने लुटेर तस्करहरू चाहिँ नेता भएको कारणले गर्दा, राज्य सञ्चालन गर्ने ठाउँमा पुगेका कारणले गर्दा चाहिँ देश हरिकंगाल भएको रहेछ क्या। इज्जत इमान भएको, नैतिकता भएको नेता नभएको कारणले देश डुबेको रहेछ नि त। भ्रष्ट भएको कारणले रहेछ नि त। हेर्नुहोस् त, चियान घारी पनि छोड्या छैनन्, मसान घाट पनि छोड्या छैनन्, विमानस्थल बनाउँदा, बाटो बनाउँदा, टावर बनाउँदा, के बनाउँदा, कहीँ कतै छोडेका छैनन् भ्रष्टाचार।